म पनि हेर्नु डडेलधुरामा गएर चुनाव लडे, हारे, काममा गएँ। तपाईँ पनि आउनुहोस्, फेरि 84 मा चुनाव लड्नुहोस्, सकेको प्रयास गर्नुहोस्, हार्नुभयो भने आफ्नो पेसा नछोड्नुहोस्, काममै जानुहोस् होइन। त्यसको लागि केही छैन, राजनीतिलाई पेसै बनाउनु पर्छ, जिन्दगीभरि नै काम गर्नुपर्छ भन्ने छैन। नमस्ते सबैजनालाई। नमस्ते सबैलाई। हाम्रो सागरजी नेपाल आउनु भएको छ। यो उहाँलाई मैले सिंहदरबारको एउटा सानो टुर पनि दिएँ। अब आउने होइन त? अब 84 को लागि तयारी गर्दैछौँ, सल्लाह गर्दैछौँ, कसरी अगाडि जाने, के गर्ने होइन। यिनी सबै कुराहरू छन्। अब बिस्तारै सबै मिलेर जनताको भावनालाई चाहिँ कसरी एड्रेस गर्ने भन्ने हो। तमाम समस्याहरू छन्, एकदमै गाह्रो पनि छ, तर सबै मिल्यो भने सकिन्छ। देश विदेशमा भएको सबै मिल्नु भयो भने अहिले त सानो शक्ति छ होइन। सुमना हामी जस्तो सोच भएको मान्छेहरू भनौँ न, एक हिसाबले नेपाललाई केही गरौँ भन्ने सबैले इनिसिएसन छ। इनिसिएसन राम्रो भएको छ, बिरुवा एकदमै राम्रो रोपिएको छ गएको पालि। अब त बिरुवा चाहिँ मास्नको लागि सबै कसिनु भएको छ होइन। अब 3टा प्रमुख पार्टीका त हुन्छ नि, जोड तोडले कहाँबाट कसरी सिद्ध्याउने यो बिरुवालाई भनेर भन्दै हुनुहुन्छ। तर मेरो विचारमा चाहिँ यो बिरुवा झन् व्यापक रूपमा ग्रो हुँदैछ होइन। हामी अल्टरनेटिभ पोलिटिक्स गर्ने सबैलाई मास्नै खोज्नु भएको छ नि त, जो भए पनि। अनि त्यही भएर यो कुरामा चाहिँ जस यही कुरामा सल्लाह भएको थियो, कसरी अगाडि बढ्ने, के गर्ने, अनि यत्र तमाम समस्याहरूलाई चाहिँ हामीले कसरी जुझ्दै जाने, अनि फेरि हिमालतिरको जनसङ्ख्यालाई कसरी अप्रोच गर्ने, अथवा डडेलधुरा जस्तो विकट पनि एउटा क्षेत्रहरू छन्, धेरै विकट क्षेत्र छन्, त्यस्तोमा कसरी अप्रोच गर्ने। त्यही त, अब त्यस्तो हेलिकप्टरै चढ्दै सबै ठाउँमा जाने मान्छेहरू पनि छन् होइन। हाम्रो त्यो हैसियत छैन। हाम्रो त्यो हैसियत छैन। हाम्रो हैसियत चाहिँ के छ भन्दाखेरि हामीले गर्नुपर्ने काम हामी गर्छौँ, तर तपाईँहरूको साथ सहयोग चाहिन्छ। मैले आज हाम्रो सागरजीलाई सिंहदरबारको टुर दिँदै अब अर्कोचोटि चाहिँ नि हाम्रो सागरजी सिंहदरबार छिर्ने गरी, पास मिलाइदिन नपर्ने गरी आउनुहुन्छ। त्यही त, अब सकेसम्म म मात्रै होइन, म मात्रै आएर पनि भएन। हामी जस्तो सागर जस्तो सुमना जस्तो मान्छेहरू जति पनि हेरिराख्नु भएको छ होइन, धेरै आउनु पर्यो। कम्तीमा 1000-1500 होइन कि अझै धेरै मान्छेहरू आउनु पर्यो, एक्टिभ हुनु पर्यो। 1000 भन्दा बढी जनप्रतिनिधि चाहिएको छ। सकिन्छ भने मेरो त हाम्रो सबैको अनुरोध के भन्दाखेरि आफ्नो क्यापासिटी हेर्नुहोस्, आफूलाई कहाँ कहाँ इन्ट्रेस्ट लाग्छ, इन्ट्रेस्टको पनि कुरा भयो। कसैलाई सांसद हुन मन नपर्ला, कसैलाई पालिका अध्यक्ष हुन मन पर्ला, त्यसको लागि तयारी गर्नुहोस्। मैले पनि अब सुरुवात गर्छु 3 महिनापछि चाहिँ होइन। 3 महिनापछि म एक्टिभली सुरुवात गर्छु। तपाईँहरूकोमा पालिकामा आउँछु, वडामा आउँछु होइन। अनि त्यहाँ पनि सल्लाह गरौँला। तर हजुरहरूले पनि अब इनिसिएसन चाहिँ गर्नुहोस्। इनिसिएसन गर्ने टाइम भइसक्यो। कोही विदेश हुनुहुन्छ होला, म पनि हेर्नु डडेलधुरामा गएर चुनाव लडे, हारे, काममा गएँ। तपाईँ पनि आउनुहोस्, फेरि 84 मा चुनाव लड्नुहोस्, सकेको प्रयास गर्नुहोस्, हार्नुभयो भने आफ्नो पेसा नछोड्नुहोस्, काममै जानुहोस् होइन। त्यसको लागि केही छैन, राजनीतिलाई पेसै बनाउनु पर्छ, जिन्दगीभरि नै काम गर्नुपर्छ भन्ने छैन। त्यसको एउटा प्रत्यक्ष उदाहरण म पनि हो। त्यही भएर हजुर पनि अहिले काम गरिराख्नु भएको होला, कोही दुबईमा काम गर्नुभयो होला, कोही कतारमा काम गरिराख्नु भएको होला, कोही युरोपमा काम गर्नुभयो होला, कोही युएसमा हुनुहुन्छ होला, कोही चाइना हुनुहुन्छ होला। आउनुहोस् एकचोटि। 84 मा 6 महिना अगाडि आए पनि हुन्छ। म गएको पालि डडेलधुराको चुनावमा जम्मा 6-7 महिना अगाडि आएको हो र तर मैले तयारी चाहिँ 1 वर्ष अगाडि गरेको थिएँ होइन। तपाईँले पनि अब तयारी सुरु गर्नुहोस्, आउनुहोस् होइन। सकेसम्म राम्रो मान्छेलाई अगाडि बढ्ने, आफूभन्दा राम्रो मान्छे आयो भने छोडिदिनुहोस् पनि। आफूलाई मनले खाएको मान्छे आयो भने आफै लड्नुपर्छ। फेरि नयाँहरू फेरि लडेर फेरि उही पुरानोले जित्ने स्थिति पनि नहोस्, त्यो पनि एउटा सचेत हुनुपर्ने चाहिँ हामी छ होइन। त्यही नै हो। अब सागरजीले भन्नुभयो जस्तो 84 मा त मजाले बजाउनुपर्छ, स्विप गर्नुपर्छ। तर त्यसको लागि यो नयाँ सोच भएको साथीहरू चाहिँ सबैजना एक ठाउँमा आउनुपर्छ र हातेमालो गरेर अगाडि बढ्नुपर्छ है। उहाँले भने जस्तो राजनीतिलाई पेसा बनाउन हामी आएको होइन। उहाँ जसरी आफ्नो काममा फर्किनु भयो, काम गर्नुभयो, घर जानु भयो नि होइन, त्यसरी नै हामी सबैजनाले आफ्नो काम पनि गर्ने हो, राजनीतिक रूपमा देशको सेवा गर्ने हो। राजनीति जस्तो ठुलो अवसर होइन, यो अर्को ठाउँमा हामीले इम्प्याक्ट गर्छौँ, तर हाम्रो क्षेत्राधिकार थोरै हुन्छ। तर राजनीतिमा बसेर हामीले ठुलो धेरै देशको सेवा गर्न सक्छौँ। देशको चाहिँ अब बदल्नुपर्छ भन्ने जतिजनालाई लाग्नु भएको छ, तपाईँहरूले राजनीतिमा इन्ट्रेस्ट लिनु भएको छ भने तपाईहरुले सोच्न थाल्नु पर्यो है। निर्वाचन नजिक छ हैन, तपाई प्रत्यक्ष आफू निर्वाचनमा नआउने हो भने चाहिँ नि निर्वाचनमा जान लायकको साथी हैन, जसको क्षमता छ, जसको इमानमा तपाईलाई शंका छैन भने उहाँलाई प्रोत्साहन गर्नु पर्यो, जानु पर्यो भनेर हैन। अथवा त्यो छैन भने चाहिँ नि अरु बाहिरबाट क्यान्डिडेटहरु परख गरेर उहाँलाई सपोर्ट गर्नु पर्यो हैन। आर्थिक रूपमा सहयोग गर्ने हो कि भौतिक रूपमा सहयोग गर्ने हो कि आफ्नो वचनले सहयोग गर्ने हो, सहयोग गरिदिनुस्। यो भिडियो हेरिराख्नु
हेर्नु भएको साथीहरू धेरैभन्दा धेरैलाई हाम्रो सागरजीको र मेरो मेसेज पुर्याइदिनु होला। अनि त्यसपछि अन्तिम अनुरोध चाहिँ 84 को वैशाखमा स्थानीय तहको होला अथवा 84 को वरिपरि होला। कम्तीमा चुनाव लड्नको लागि नहिचकिचाउनुहोस्, केही चाहिँदैन। म हेर्नु पैसा खर्च नगरिकन चुनाव लडेको, मामारी धनी हुनुपर्छ, पार्टीको आशीर्वाद हुनुपर्छ, यो सबै माइन्डसेट छ भने यसलाई निकालिदिनुहोस्, आउनुहोस्। 84 केही नभए पनि स्थानीय चुनावमा 1-2 महिना 2-3 महिना जति सक्नुहुन्छ, फेरि संघीय चुनावमा 1-2 महिना 2-3 महिना जति सक्नुहुन्छ, अझै सक्नुहुन्छ भने पुरै स्थानीयदेखि सङ्घसम्मै आइदिनुहोस्, बसिदिनुहोस्, क्याम्पेन गरिदिनुहोस्। त्यसपछि पनि चुनाव हारिएछ भने तपाईँलाई आफ्नो पेसामा जानी गरेर आउनु होला। फेरि 5 वर्ष म लुटेर बस्छु, चुसेर बस्छु, राजनीति नै गर्छु भन्ने पनि छैन। यदि तपाईँ राम्ररी व्यवस्थापन रूपमा गर्नु भएको छ भने चाहिँ आउनुहोस्। 5 वर्ष 10 वर्ष कति राजनीति गर्ने आफ्नो एक्जिट प्लान लिएर आउनुहोस्। यो जिन्दगीभरि जो सुरु गरेदेखि मरुन्जेलसम्म चाहिँ नगर्नुहोस् होइन। अनि त्यो हिसाबले गर्दै गर्दाखेरि आउनु होला। अझ विशेष गरी चाहिँ विदेशमा हुनुभएकोहरूले चाहिँ सकेसम्म आइदिनु होला, सकेसम्म अब ट्राई गर्नु होला। तपाईँको बिदा होला, बिदा अलिकति पैसा जोगाएर बस्नुहोस्, पैसा पनि जोगाएर बस्नुहोस्, आएर मतदान गर्नुपर्छ हो। अब चाहिँ अति भइसक्यो। अब हामी पनि हाम्रो छिमेकीहरू जस्तै विकासमा अगाडि जानुपर्छ। म भर्खर युगान्डाबाट आउँदैछु, 1 हप्ता अगाडि युगान्डा थिएँ। इभन युगान्डाबाट हामीले सिक्नुपर्ने कुराहरू यति धेरै छ कि हामीले त मोडलहरू सिक्नुपर्ने कुराहरू धेरै छन् होइन। तिनी मोडलहरू विभिन्न विकसित देशहरूका मोडलहरू हामीले ल्याउनु पर्ने छ र हामीले पनि केही न केही त राम्रो गरेका छौँ। वाटर सप्लाईमा पनि केही राम्रा कामहरू गरेका छौँ। एनईएमा हामीले रिफर्मै गरेका छौँ होइन। नेपाल विद्युत प्राधिकरणमा यो कुलमानको मोडललाई नेपालमा मात्रै राख्ने होइन कि विदेशमा पनि लानुपर्छ। युगान्डामा थिएँ, युगान्डामा लोड सेडिङ रहेछ। अनि मैले के भने भन्दाखेरि मैले कुलमानजीलाई अस्ति भेट्दै गर्दाखेरि भने कुलमान हजुरको मोडल चाहिँ युगान्डा लानु पर्यो, हजुरको बरु बेचौँ के तपाईँको मोडल हुन्छ नि त्यो ट्रान्सफर्मेसन एक्सपोर्ट गर्न पाउनु पर्यो। अझ मैले के भनेको भन्दाखेरि उहाँको त्यो मोडललाई चाहिँ एउटा डेभलप बनाएर डकुमेन्टेसन बनाऊ। 80-90 पेजको म्यानेजमेन्टको मोडल जे हुन्छ त्यो डकुमेन्टेसन बनाएर बरु युगान्डाको राष्ट्रपतिलाई भेटौँ, त्यहाँको मन्त्रीलाई गरे उनीहरूलाई पनि समस्या छ नि त, तिमीहरूको यो समस्या हो, हामीले यसरी एक्सपोर्ट गर्न सक्छौँ भनेर भेटौँ, कुरा गरेर यस्तो कुरा धेरै छन् कि हामीले सिक्नुपर्ने। कम्बोडियामा वाटर म्यानेजमेन्टको मोडल छ, त्यहाँबाट सिक्न सकिन्छ। ट्रान्सफर्मै गरेको छ कि इन्स्टिट्युसनलाई। कुलमानले भन्दा अझै राम्रो व्यापक रूपमा अझै ट्रान्सफर्म गरेको छ एक्सन च्यान भन्ने कम्बोडियाको कुलमानले भनौँ न। अनि त्यस्तै गरी हामीले युगान्डाको वाटर सप्लाई वेस्ट वाटर म्यानेजमेन्टमा सिक्न सक्छौँ। हामीले बङ्गलादेशको रोडहरूबाट सिक्न सक्छौँ हुन्छ नि। बङ्गलादेशमा पनि रोडमा चाहिँ ऱ्यापिड ट्रान्सफर्मेसन्स गरेको छ। गार्मेन्ट इन्डस्ट्रीले बङ्गलादेशलाई कसरी इकोनोमी ट्रान्सफर्म गरे हामीले पनि त्यस्तो 1-2 इन्डस्ट्रिजहरू पत्ता लगाउँ, त्यस्तोलाई म्यासिभ ट्रान्सफर्म गर्न सकिन्छ होइन। यस्ता कुराहरू छन्। अझ अहिले त हामीले सायद हाम्रै लेभलकै संस्थाहरू हेर्ने हो भने पनि हामीले अमेरिका, युरोप, चाइना, स्विजरल्यान्ड केही पनि चाहिएन कि हामी जस्तै अफ्रिकामा भएका देशहरूबाट के सिक्न सकिन्छ, केन्याबाट के धेरै इक्जाम्पल छ। नेपाल हुने हो होइन। हाम्रो राम्रो कुराहरू हामीले अझ परिष्कृत गर्दै जाने हो। जुन कुरा अरूले गरिसके हामीले परेरै मात्र जानु पर्दैन क्या। अरूले गरेको कुराबाट हेरेर ठ्याक्क यो कुरा चाहिँ नि नेपालमा सही छ छैन, नेपालको लागि मिल्ने गरी गर्ने हो। तर यो सबै गर्नलाई सागर जस्तो मान्छेलाई सिंहदरबार ल्याउनु पर्यो। तपाईहरु जतिजना जोडिराख्नु भएको छ, सागरजीको कुरा सुनिहाल्नु भयो, हाम्रो कुरा सुनिहाल्नु भयो। अब चाहिँ नि 84 मा बिदा बचाउनुस्। विदेशबाट जोडिनु भएको साथीहरु म देख्दैछु, बिदा जोगाउनुस्, तपाईको पैसा जोगाउनुस् हैन। 84 मा चाहिँ नि धेरै पैसा चाहिदैन है। तपाईलाई के गर्नु पर्यो भन्दाखेरि बिहान साँझको मेरो सपोज डडेलधुरामा जाँदै गर्दाखेरि मैले के गरेको थिएँ, जम्मा 2टा बाइक, म आफै क्यान्डिडेट हुँदै गर्दाखेरि 2टा बाइक थियो। तपाईले केही गर्नु पर्दैन, 2टा बाइक आफूले अफोर्ड गर्न सक्ने गर्नु त्यो पनि सक्नुहुन्छ। एउटा बाइक त अफोर्ड गर्न सक्नुहुन्छ, एउटा बाइक 5-7 महिना त्यति अफोर्ड गर्न सक्नुहुन्छ। बिहानको 100 रुपियाँको भेज खाना हैन, अनि त्यसपछि साँझको 100 रुपियाँको भेज खाना 200 रुपियाँ भइहाल्यो भनेपछि त्यो हिसाबको आफ्नो सामान्य मिनिमम खर्च चाहिँ मेन्टेन गर्ने तरिकाले पैसा जोगाउनुस्। धेरै मामाले पैसा जोगाउनुस् अनि करोडौं जोगाउनुस् भने होइन, अलिअलि सामान्य तरिकाले चल्न सक्ने भयो भने मजाले पुग्छ। हामीलाई हजुरको शक्ति यहाँ चाहिएको हो, जमिनमै चाहिएको हो। डडेलधुरामा कम्तीमा त्यो बुथहरुमा बस्दिने मात्रै मान्छे स्ट्रङ भइदिएको भए हामीले काया पलट गरिसक्थ्यौं। हामीलाई त्यति मान्छे चाहिएको हो। हजुर डडेलधुराको हुनुहुन्छ, बझाङको हुनुहुन्छ, अथवा झापाको हुनुहुन्छ, भोजपुरको हुनुहुन्छ हैन, रूपन्देहीको, विराटनगरको, जहाँको यो भिडियो चाहिँ नि धेरै भन्दा धेरैमा पुग्ने गरी है शेयर गरिदिनु होला र हाम्रो सागरजी जस्तो मान्छेलाई सिंहदरबारमा ल्याउने वातावरण चाहिँ नि बनाउनु। अब त बनाउनै पर्छ। हस्, नमस्कार, बाई बाई, धन्यवाद।